हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। यो चाहिँ मेरो आसाम जाँदाखेरिको ब्लग हो। यो चाहिँ मैले पुरा ढिलो हालेँ तपाईँहरूलाई होइन, किनभने म अलिकति बिमार पनि थिएँ नि त, सो हाल्नु पाएको थिइनँ। सो अहिले भर्खर म चाहिँ त्यो बिहानै उठेर गएको थिएँ, अन्त राति नै उठेर हिँडेको। अन्त सिलगढीमा सबैजना वेट गरिराख्नु भएको थियो। सो म चाहिँ बाटोमा देखेँ अनि तपाईँहरूलाई पनि देखाउँछु भनेर ब्लग बनाएको थिएँ। अन्त पुग्दा पुग्दै मतलब म सिलगढी पुगिसक्यो। सिलगढी पुगेर साथीहरू भेट्यो नि स्टेसनमा। त्यहाँदेखि ट्रेनमा चढेर हाम्रो खाजा पनि आयो। ट्रेनभित्र खाजाहरू खायौँ होइन। अन्त चाहिँ एकछिन हामी त्यहाँनिर उता पुगिसकेर चाहिँ गाडी वेट गरिरहेको थियौँ। आसाम पुगेर गाडी वेट गरिरहेको थियौँ सबैजना होइन, किनभने हाम्रो होटलहरू पनि उता थियो। रुममै हुनुहुन्थ्यो। हामी दुईजना चाहिँ भोक लागेर गइहाल्यौँ। अन्त त्यतिकै सुत्यौँ राति। त्यसको भोलिपल्ट बिहान चाहिँ उठेर हामी कामाख्या मन्दिर जाने प्लान भयो होइन। सो बिहानै उठेर हामी कामाख्या मन्दिर पनि पुगेर दर्शनहरू गऱ्यौँ सबैजना। हामी चारजना गएको थियौँ। अन्त सरहरू चाहिँ फुलहरू किन्नु हुँदै थियो होइन, मजाले दर्शनहरू गऱ्यौँ। यो चाहिँ मेरो 5th या 4th टाइम हो मेरो कामाख्या होइन। पहिला फ्यामिलीसँग गएको थिएँ, त्यसको बादमा म पनि दर्शनहरू पूजाहरू गरिसकेर चाहिँ के भन्छ स्नान गर्नु गएको थिएँ होइन। स्नान गरेँ, मैले पनि पूजाहरू गरेँ फ्यामिलीको लागि, हामी सबैजनाको लागि होइन। मेरो फ्यामिली, हाम्रो सिक्किम सबैको लागि भनौँ न, पूजाहरू गरेँ मैले। पूजा गरिसकेर फेरि हामी एकछिन घुम्ने भन्नुभयो सरले होइन। अन्त हामी सबैजना घुम्यौँ मन्दिर वरिपरि एकछिन। अन्त त्यसको बाद निस्किँदाखेरि हामी फेरि फर्केर आएर हाम्रो प्रोग्राम थियो नि त। सबैजना मतलब हामी 4जना थियौँ, त्यो पनि 4जना यता हुनुभयो होइन। अन्त एकअर्कालाई खोज्दै पर्खिबस्यौँ। सरहरू पनि अनि ब्लग बनाउनु बिजी हुनुहुन्थ्यो। सो होटल आइपुग्यौँ हामी। होटल आइपुग्दा चाहिँ मेरो दादा ठिक्क आइपुग्नु भएको थिएन हामीलाई ल्याउनु। अन्त हामीलाई चाहिँ हाम्रो प्रोग्राम भएको ठाउँमा दादाले लगेर जान्छु भन्नुभएको थियो नि त। सो हाम्रो प्रोग्राममा चाहिँ दादा आउनुभएको थियो दिमापुरदेखि। अन्त दादाले चाहिँ हामीलाई ड्रप गरिदिनु भयो हाम्रो वहाँनिर जहाँ प्रोग्राम थियो त्यहाँ पुग्यौँ। त्यहाँ पुगेर मेरो नाम पनि आयो। मैले एवार्ड पनि थाप्नुको लागि स्टेजमा गइरहेको छु। मैले त्यस्तो केही पनि उयो गरेको छुइनँ, जति सानो सानो अलिअलि मात्रै देखाइरहेको छु तपाईँहरूलाई होइन। अन्त वहाँनिर गएर चाहिँ स्टेजमा एवार्डहरू थापेँ होइन। थापेर चाहिँ हाम्रो सबैजना ग्रुपको थियो 5जनाको। अन्त सबैजनाले एकअर्काको भिडियो बनाइदिनु भएको थियो, मेरो पनि बनाइदिनु भएको थियो बहिनीले। सो राम्रो भिडियो बनाइदिनु भएछ बहिनीले, थ्याङ्क यू सो मच बहिनीलाई। त हामी चाहिँ अब यहाँ एवार्डहरू थापेर खानाहरू खाएर चाहिँ टक्कै स्टेजबाट चाहिँ निस्किँदै गरेको। म एवार्ड थापेर आएर हाम्रो ग्रुप चाहिँ यता बसिराख्नु भएको थियो नि त। सो मेरो दादा चाहिँ मेरो बहिनी आइपुग्यो भनेर उठ्नुभयो होइन। त्यहाँ आएँ, त्यहाँदेखि एवार्ड थापिसकेर त्यसको बादमा चाहिँ हामी खानाहरू खाएर रुम पुग्यो। अन्त दादा चाहिँ फर्किने हामीलाई पुऱ्याएर ड्रप गर्नुभयो होइन। त्यहाँदेखि फेरि हामीलाई वापस होटल पुऱ्याइदिनु भयो। सो दादाको चाहिँ जाने बेला भयो होइन, सरहरूसँग बात मार्नु हुँदै थियो। अन्त एउटा इमोसनल फिल पनि भइरहेको थियो होइन, दादा हामीसँग बसेर जानुभयो। सो त्यसको बादमा चाहिँ हामी भोलिपल्ट नेक्स्ट डे चाहिँ ट्रेनमा चढेर फेरि वापस घर आउँदै थियौँ। आउँदाखेरि चाहिँ ब्रह्मपुत्रदेखि। अन्त तपाईँहरूलाई पनि देखाएको। सो यति नै हो मेरो ब्लग। सी यु नेक्स्ट ब्लग।